त हेलो गर्न डेकोरेसन चाहिँ यस्तो गरेको छ तपाईँलाई कस्तो लाग्यो प्लास्टिक पाउँछ कट हुँदैछ तर मान्छे बेसी भिड भएकोले गर्दा देखेको छैन यहाँ चाहिँ अब खास काका हो काका दुई तिन शब्द बोल्दैन काका दुई तिन शब्द आज कस्तो लागिरहेछ तपाईँलाई एकदम खुसी लाग्छ हाम्रो मदन बाबी लेख्नुपर्छ ल बाबी पछि को पर्छ बडा ल काका छिटो न काकाको दुई तिन शब्द पर्खेको काकाको दुई तिन शब्द पर्खेको छिटो काका ऐसा कस्तो अरे हो त अहिले त म यता कामको के पायो होला छैन अबिका लौ बाबेको छोरी ए ल काका छिटो न हौ काकाको दुई तिन शब्द ए हुन्छ स्ट्यान्ड मेरो मैले पक्रिरहेको छु अब भन्नु नि तपाईँलाई कस्तो लागिरहेको छ नि अब आज यो हाम्रो सुजाता बहिनीको बिहामा एकदमै हामी हर्षित छौँ हामी शाखा सन्तान सबै यो लुवार फ्यामिलीको एउटा रमाइलो दिन र बहिनीलाई धेरै धेरै शुभकामना छ मेवा मिष्टानहरू पनि यहाँ धेरै बनिएको छ भेज चाहिँ अलिकति कम्ती रहेछ अन्त भेज आइटम चाहिँ अलिक कम्ती भएको जस्तो लाग्यो तर पनिर चाहिँ रहेछ पनिर पाउँदा चाहिँ म एकदमै खुसी छु पनिर त फेभरेट हो तपाईँको बहिनीहरूले चाहिँ अब भरसक चाहिँ भेजै लिने कोसिस गर्नुहोस् होला यहाँ हाम्रो के अरे सुजु बहिनीले मेरो अन्तर्वार्ता लिनुहुँदैछ र सुजु बहिनीले मेरो अन्तर्वार्ता लिनुहुँदैछ उहाँले चाहिँ एकदमै यो खसीको खुट्टा चाहिँ अति नै मन पराउँछ म त खसी खाँदिनँ म खसी खाँदिनँ नि काका हेरौँ न तेरो भिडियो ल
काका काका पवित्र विवाहको विधिमा हामी बस्न लागिरहेका छौँ र तपाईँ स्वर्गमा म यो आग्रह गर्न चाहन्छु अनि शान्त भएर बसिदिने हामी विवाहलाई आशिषित बनाउनको लागि धन्यवाद। त्यसो भने माइक सुजतालाई दिने। सुजता छ है, ठिक हो। सुजता, के तिमी विक्रमलाई विधिपूर्वक विवाहित पतिको रूपमा स्वीकार गर्न तयार छौ? परमेश्वरको पवित्र आज्ञामा विवाहित जीवन बिताउन तयार छौ? धन्यवाद। के तिमी उसलाई प्रेम गर्न, आदर गर्न र बाँचुन्जेल समय त्याग प्रतिज्ञा गर्दै हाम्रो दुलाहाले मेरो पछाडि भन्दै जानेछ। अनि जब जब यो भन्दै जान्छ मलाई लाग्यो आजको एक एक शब्द तिमीले सुजतालाई भन्दैछ। जीवनमा मृत्युले त अलग नगरिन्छ, म तिमीसँग हुन्छु। यसले गर्दा सुजताको आँखामा मेरो पछाडि ल जान्छ। तिमीलाई ठिक ठिक हुन्छ, माइक ठिक हुन्छ। मेरो पछाडि हुनुहोस् ल। म विक्रम तिमी सुजतालाई आजदेखि मेरी आफ्नी विधिवत विवाहिता पत्नीको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार स्वीकार्दैछु। अनि जबसम्म मृत्युले हामी दुवैलाई अलग गर्दैन तबसम्म सँगै बस्न सँगै रहन सुखमा होस् वा दुःखमा धनमा होस् वा निर्धनतामा रोगमा होस् वा आरोग्यतामा तिमीलाई आफ्नै बनाइराख्नेछु। तिमीलाई प्रेम गर्नेछु, तिम्रो सुधि लिनेछु अनि परमेश्वर अघि र यहाँ भएका सबै उपस्थित मण्डली गवाई अघि यसो गर्छु भनेर म प्रतिज्ञा गर्दैछु। धन्यवाद। सुजताको हातमा अब सुजता देखिए माइक सुजता पकड़
आज मेरो विवाह स्पेसल मेरो पछाडि सुजता म सुजता तपाईँ विक्रमलाई आजदेखि उसो आफ्नै विधिवत विवाहित पतिको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार स्वीकार्दछु अनि जबसम्म मृत्युले हामी दुवैलाई अलग गर्दैन तबसम्म सँगै बस्न सँगै रहन सुखमा होस् वा दुःखमा धनमा होस् वा निर्धनतामा रोगमा होस् वा आरोग्यतामा तिमीलाई आफ्नै बनाइ राख्नेछु तिमीलाई प्रेम गर्नेछु र तिम्रो सुधि लिनेछु अनि परमेश्वरको अघि र यहाँ भएका सबै मण्डली गवाई अघि यसो गर्छु भनेर म प्रतिज्ञा गर्दैछु अब यहाँ रिकर्डिङ एक्सचेन्ज हुँदैछ मेरो पछाडि म यो आउँछु तिमीलाई हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदैछु म मेरो देहद्वारा तिमीलाई आदर गर्छु म जे छु सो म तिमीलाई दिँदैछु मसित जे छ त्यसको तिमीलाई म सहभागी बनाउनेछु अब पूजाले देख्यो हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीबाट ग्रहण गर्दैछु म मेरो देहद्वारा तिमीलाई आदर गर्नेछु म जे छु सो म तिमीलाई दिँदैछु मसित जे छ त्यसको तिमीलाई म सहभागी बनाउनेछु तिमीलाई आफ्नो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदैछु म मेरो देहद्वारा तिमीलाई आदर गर्नेछु म जे छु सो म तिमीलाई दिँदैछु मसित जे छ त्यसको यहाँ मुस्किलले देखिँदैछ यो यति बेला अनुमति छ सबै हेर्न सक्नुहुन्छ क्यामेरा देखेर नि र यति बेला हामी प्रार्थना गरेका छौँ तपाईँहरू यो चाहिँ डाइनिङ हल हो
अहिले के कुरा डिस ओइ तेरो भात सक्थ्यो ल सोल्टी राम्रोसँगले खानुहोस् अघि खाएर बसेको हामीले जन्तीहरूले खाना खानु हुँदैछ ब्लगमा आउँछ ब्लगमा खसी हिजो बिहाको लागि काट्नु जाँदा चाहिँ बाङको यस्तो गरेको हेरेँ हो त्यो काट्ने मान्छेलाई यस्तो हेरेर चाहिँ पिलिलिले हाँसु झाऱ्यो त्यही कारणले बहिनीहरूले पनि मासु खानु छोडिदियो हो त त्यो खसी चाहिँ यहाँ छ है यहाँ हाम्रो बहिनी देख्नु हुँदैछ यो केस उहाँ चाहिँ एउटा विदेशबाट भर्खर आउनुभएको छ होटल म्यानेजमेन्ट गर्नुभएको उहाँले चाहिँ एकदमै राम्रो खानापिनाहरू बनाउनुहुन्छ उहाँको फेस हेर्नुहोस् केस हेर्नुहोस् आँखा हेर्नुहोस् यहाँ सबै हाम्रो मेहमान गेस्टहरू हुनुहुन्छ यहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ हजुर खाना लिनु हुँदैछ भर्खर सरले चिकन चिकन हो दही चिकन यो दही चिकन यो मही सुँगुर है ठिक है बेसी खानु त्यो चाहिँ हिजो लडाएको ठिक है हिजो रुए अरे नि यो खसेको है हिजो रुए अरे भन्छ रुन त रुन्छ न चल बिदा नि यो पानी रहेछ रोटी भात दाल छ यता भाउजू पनिर अनुदिन हुन्छ यता सिबी छ यसमा छ मटर रहेछ यसमा रस्तामा थियो चिकन भयो यहाँ हाम्रो दिहरू हुन्छ यता हुन्छ मासु यता दि यहाँ हुनुहुन्छ मासु यो खसीको है खसीको के हो डाइनिङ हल हो खाना खानुहुन्छ सबैजना आफ्ना होटलमा यस्तो गर्नुपर्छ
चाहिँ यहाँ लस्सीहरू पाउँछ, जुसहरू पाउँछ। मान्छे त कम्ती। ओइ 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 यहाँ चाहिँ हाम्रो बेहुला र बेहुली छ। गरम भयो काकाको त काकाको झरेको अब सबै मैले लगेको निस्केको छ है हामी बेहुला र बेहुली। यहाँ हाम्रो सानो सानो बहिनीहरू गीत गाउँदैछ। यहाँ ब्लग हुन्छ नि ब्लग यहाँ त गाई छामा कस्तो टाइम लाग्छ तपाईँ खिच्नु नजानेको त भिडियो कस्तो टाइम लाग्छ त सपनाले त 2-3 शब्द भनिदिनु। छोरीको छ्यामा छोरीको बिहामा 2 शब्द भनिदिनु। मजा मात्रै भेटी त हाल्छ नि त भेटी जान्छ। अहिले चाहिँ यहाँनिर मण्डली परिवारले फोटो खिच्दैछ हो फ्यामिली फोटो खिच्दैछ। चाहिँ बेहुलीको परिवार छ्यामाहरू सबैजना छ्यामा दाजु बेना अब बेहुलीलाई बिदा गर्नु आँटेको। अब जानुहुन्छ हाम्रो कुकुरलाई बिदा गर्दैछ। सबैजना रुँदैछ। अझै नेपाली चाहिँ फोटो गर्छ। बेहुलीलाई बिदा गर्नुहुन्छ। सो गाइस मैले चाहिँ लास्टको चाहिँ भिडियो बनाउनु पाइनँ किनभने म घर फर्किनु थिएँ हो अन्त त्यही भएर मैले लास्टको चाहिँ मैले बेहुला बेहुली फर्केको भिडियो चाहिँ बनाउनु पाइनँ। ओके थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। मेरो भिडियोलाई हेरेर तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। ओके अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। ओके बाई।